राप्रपाले राप्रपाले आफ्नो पार्टीको तर्फबाट आउने फागुन 21 गतेको चुनावको लागि सङ्कल्प पत्र अथवा घोषणा पत्र जसको अर्को विकल्प हुन सक्छ वर्ड हैन सङ्कल्प पत्र जारी गरेको छ। आजको यो मेरो भिडियोमा सोही सङ्कल्प पत्रमा समेटिएका मुख्य मुख्य मुद्दाहरूलाई मैले समेटेको छु। यसमा के भनिएको छ भने हैन राप्रपाको हैन डर के छ भने वर्तमान संविधान र यस अन्तर्गत निर्वाचन प्रणाली विद्यमान सरकार संसार होइन हैन। अब पार्टीको दर्शनको बारेमा भनेको छ, आदर्श र पुरुषको बारेमा भनेको छ हैन। बडा महाराज धीराज शाहले आदर्श पुरुष मानेको छ। राष्ट्रिय चरित्र मुलुकको आन्तरिक मामिलामा कुनै पनि प्रकारको वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने भनेको छ। शासकीय स्वरूपमा सुधार गर्ने भनेको छ हैन। यसैगरी अभिभावकीय संस्थाको रूपमा राज संस्थालाई मान्ने भनेको छ। निर्वाचन प्रणालीमा हैन वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीलाई सुधार गर्ने भनेको छ। शासकीय संरचनामा परदेशी खारेजी गर्ने अनि केन्द्र र स्थानीय तहलाई बलियो बनाउने भनेको छ। राष्ट्रको स्वरूपमा सर्वधर्म सम्भावना सहितको धार्मिक स्वतन्त्रताको वैदिक सनातन धर्मलाई हैन मान्ने भनेको छ। स्थानीय तहमा गैर दलीय स्थानीय तहको कुरा गरेको छ। यसैगरी सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा गरेको छ। भ्रष्टाचारको विरुद्धको नारामा बरु नष्ट हुन्छौँ तर भ्रष्ट हुँदैनौँ भनेको छ हैन। सम्पत्ति छानबिन गर्नलाई उच्च स्तरीय नागरिक आयोग गठन गरी 46 सालपछि उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी हैन अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था मिलाउने भनेको छ। यसैगरी कानुनी सुधारको बारेमा हैन कुरा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हैन सूचक संरक्षण एन्ड स्वार्थको तन्त्र सम्बन्धी कानुन जारी गर्ने भनेको छ। नेपालका समृद्धिका प्रमुख 6 आधार पनि हैन राप्रपाले प्रस्तुत गरेको छ, जसमध्ये जलस्रोत र विद्युत आगामी 10 वर्षलाई ऊर्जा उत्पादन दशक घोषणा गर्ने भनेको छ हैन। र विक्रम सम्वत 2035 भित्र 28,500 मेगावाट विद्युतको उत्पादनको लक्ष्य हासिल गर्ने हैन। र नेपाललाई हरित ऊर्जा निर्यातकर्ता मुलुक बनाउने। यसैगरी पर्यटनमा प्राकृतिक र धार्मिक पर्यटनलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउने। हिन्दू बुद्ध र किराँत धर्मको उद्यम थलोको रूपमा प्रचार गर्ने हैन। यसरी कृषिमा हैन रासायनिक मल कारखाना तत्काल स्थापना गर्ने। कृषिलाई दिने अनुदान र कम प्रत्यक्ष रूपमा कृषकलाई प्राप्त गर्ने व्यवस्था मिलाउने हैन। अनि सूचना प्रविधिमा प्रविधि र सुशासन सबै प्राधिकारीको सेवा कागजविहीन पेपरलेस बनाउने। सेवा पर्वलाई सहज र छिटो छरितो बनाउने हैन। विदेशमा बस्ने नेपालीको सिप र पुँजीको सम्बन्धमा गैर आवासीय नेपालीलाई वंशजको नागरिकताको निरन्तरता कायम गरेर एक पटकको नेपाली सधैँको नेपाली भन्ने नाराको सुनिश्चितता गर्ने। यसैगरी निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख सम्भागको रूपमा अघि बढाउने। राजनीतिक दलसँग आबद्ध ट्रेड युनियन खारिज गर्ने। बन्द हडताल जस्ता गतिविधि पूर्ण रूपमा निषेध गर्ने। आर्थिक सुधार 3 को अवधारणा ल्याउने। अन्य प्रमुख सङ्कल्पहरू यस प्रकार रहेको छ। अर्थतन्त्रको सम्बन्धमा 5 वर्षभित्र आर्थिक वृद्धि दर 7% बढी पुर्याउने हैन। लगानी मैत्री कानुन निर्माण गर्ने। सहकारी तथा लघु उद्योग क्षेत्रमा देखिएको सङ्गठित नियन्त्रण गरी हैन पीडितलाई राहत प्रदान गर्ने। शिक्षा र स्वास्थ्यको सम्बन्धमा 12 कक्षासम्मको सरकारी विद्यालयको शिक्षा पूर्ण रूपमा निःशुल्क गर्ने। अनि आधारभूत स्वास्थ्य उपचार सेवा सबै नागरिकलाई निःशुल्क गर्ने। पूर्वाधार निर्माण विद्यमान सार्वजनिक खरिद ऐनमा संशोधन गरी ढिलासुस्ती अन्त्य गरिने। मेचीदेखि मागालीसम्मको मन्दिर राजमार्ग 3 वर्षभित्र अन्तर्राष्ट्रिय हाइवेको रूपमा हैन स्तरोन्नति गर्ने। खेलकुदको सम्बन्धमा प्रमुख खेलको लागि अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको निर्माण गर्ने। नेपाल बन्दको अन्त्य हैन। राप्रपाले नेपाल बन्द कहिले नगर्ने प्रतिबद्धता व्यक्त गर्ने कुराको हैन यहाँ उल्लेख गरेको छ। यसैगरी आवश्यक सेवा क्षेत्रमा हडताल पनि गर्न नपाइने भनेर प्रतिबन्ध लगाइनेछ भन्ने कुरा गरेको छ। सामाजिक सुधारको सम्बन्धमा धर्मान्तरलाई नियन्त्रण गर्ने र निरुत्साहित गर्ने भनेको छ। यसैगरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको लागि समावेशी नीतिहरू तर्जुमा गरिने भनेको छ हैन। यसरी नेपालमा हैन आउने चुनावलाई मध्यनजर गरेर राप्रपाले हैन अब संविधान संशोधन गर्न सक्ने गरी पनि आफ्नो के ल्याएको छ त प्रतिबद्धता पत्र ल्याएको छ। यो भिडियोमा तपाईहरुलाई यो सानो जानकारी मैले दिएँ। यो भिडियो हेर्नुभएको यहाँलाई धेरै धेरै धन्यवाद।